हेलो एन्ड वेलकम ब्याक। क्विक भिडियो लिएर आएको छु। अब मेनली अब अक्टोबर हिजो पनि मैले जुन भिडियो बनाएको थिएँ रेडटोबर भनेर, अक्टोबर 4% लसमा एन्ड भएको छ। सायद यो गएको 7 वर्षमा फर्स्ट टाइम हो अक्टोबरले चाहिँ रेडमा एन्ड गरेको। सो यसले पनि देखाउँछ कि अब मार्केट अलिकति विक भइरहेको छ र स्पेसली बिटकोइन चाहिँ विक हुनु भनेको चाहिँ होल क्रिप्टो सेक्टरको लागि विकनेस हो। र त्यस्तो मेजर पहिलादेखि भन्दै आएको त्यस्तो मेजर त्यस्तो ब्याड न्युज या भनौँ न ब्ल्याक स्वान इभेन्ट केही पनि छैन। जस्ट अब मार्केटमा म्यानिपुलेसन र जुन इन्ट्रेस्ट रेट कटहरू चाहिँ यस्तो सबै प्राइस टिन भइसकेको थियो भन्ने कुरा छ। तर अब स्लोली मार्केटले साइड स्ट्रेन्थ गेन पनि गर्नेछ, किनभने हामी नोभेम्बरमा इन भएका छौँ। नोभेम्बर हिस्टोरिकल्ली हेर्ने हो भने चाहिँ सबभन्दा बुलिस महिना रहेको छ क्रिप्टोको लागि। सो होपफुली यो वर्षको नोभेम्बर पनि हामीहरूले म्यासिभ अपसाइड देख्नेछौँ होइन। अब अनलेस कुनै म्याक्रो फ्याक्टरहरू या कुनै म्याक्रो कुराहरू केही आएन भने चाहिँ सो होपफुली विल डु इट फाइन। र त्यही हो, अब अक्टोबर एन्ड नेगेटिभमा एन्ड भयो भन्दैमा त्यस्तो स्याड हुनुपर्ने कुरा केही पनि छैन होइन। र अहिले अलिकति पोजिटिभ कुरा के देखेको छ नि, हिजो कोइनबेसको रिपोर्टिङ पनि राम्रो आएको छ। उसले एकदम म्यासिभ के अरे प्रफिट गेन गरेको भन्ने देखाइएको छ Q3 मा चाहिँ। यो एकदमै राम्रो कुरा हो। र योभन्दा बाहेक चाहिँ माइक्रो स्ट्राटेजीले पनि म्यासिभली उसको के अरे प्रफिटमा चाहिँ बढेको देखाएको छ। 100 कति बिलियन देखायो, एक्ज्याक्ट फिगर मलाई थाहा भएन दुइटैको। सो अब क्रिप्टो या बिटकोइन प्रोक्सी या क्रिप्टो प्रोक्सी कम्पनीजहरूमा चाहिँ कोइनबेस र स्ट्राटेजी पर्छ। यो दुइटाले चाहिँ म्यासिभली अर्निङ देखाउनु भनेको एकदमै राम्रो कुरा पनि हो। र यसले पनि देखाउँछ कि क्रिप्टो सेक्टर अलिकति स्ट्रङ नै छ भन्ने कुरालाई यसले प्रुफ पनि गर्छ, भेरिफाई पनि गर्छ। र त्योभन्दा बाहेक चाहिँ अब अलिकति ध्यान दिनुपर्ने कुरा के छ भने, अब हामी यो Q4 मा इन्टर गरिसकेका छौँ होइन। नोभेम्बर आइसक्यो। अब यो नोभेम्बर डिसेम्बर चाहिँ एकदम क्रुसियल रहन्छ यो वर्षको लागि, किनभने पोस्ट हार्भिङ इयरको यो Q4 हो। यो Q4 मा चाहिँ म्याक्सिमम् एकदमै बुलिस ट्रेन्डमा जाने गरेको देखिन्छ हिस्ट्रीलाई हेर्ने बेला। तर त्यही पनि अब यो वर्षको यो पालिको साइकल चाहिँ डिफ्रेन्ट रहेको छ पहिलाको प्रिभियस साइकलभन्दा। तर जति चाहिँ फ्याक्टर इन जति चाहिँ कुराहरू आए पनि हामीले मेन ध्यान दिनुपर्ने कुरा के छ भनेपछि युएसमा रेगुलेसन आइसकेको छ। युएसमा बिटकोइनको, इथेरियमको र सोलानाको एक्टिभली स्पट ETF को ट्रेडिङ हुन सुरु गरेको छ। दिनमै बिलियन्स अफ हन्ड्रेड्स अफ मिलियन्स अफ डलरको ट्रेडिङ हुन थालेको छ। भले यो हप्ता यो युएसको स्पट ETF बाट चाहिँ 600 कति मिलियनको आउटफ्लो देखिन्छ। तर अब बिगर स्केलमा लङ स्केलमा हामी हेर्छौँ भनेपछि यो नेग्लिजिबल अमाउन्ट होइन। जति ETFहरूले लास्ट 1 इयरमा इन्टेक गरेका छन् त्यो हेर्ने हो भने, र सोलानाले पनि राम्रो इन्टेक सुरु गरेको छ किनभने अहिले यस्तो बेरिस मार्केटमा पनि सोलानाले पोजिटिभली इन्फ्लो ल्याउनु भनेको राम्रो कुरा हो। र त्यही नै हो। अब बिग पिक्चरमा हेर्दा चाहिँ के भइरहेको छ त होइन, कन्ट्रिजहरू इन भइरहेका छन्, रेगुलेसनको क्ल्यारिटी आइरहेको छ, गभर्मेन्टहरू दे आर अल गेटिङ इन्टु क्रिप्टो होइन। युएसले एक्टिभली प्रोएक्टिभली यसमा काम गर्न खोजिरहेको छ। ट्यारिफ ट्रेडको कुराहरू, जियोपोलिटिकल कुराहरू सल्भ गर्न कोसिस भइराखेको छ। र योभन्दा बाहेक चाहिँ इन्डिकेटर देयर आर लट्स अफ इन्डिकेटर जसले चाहिँ बिटकोइनको अपसाइड ट्रेन्ड देखाइरहेका छन्। भलै डाउन साइडमा पनि जान सक्छ होइन। अब 10-20% हामीले अझै डाउन साइड गयो, 100K बिलोमा गयो भने अलिकति फेयरफुल सिनारियो हुनसक्छ। तर अब डिप आर द अपर्च्युनिटिज होइन टु बाई। सो हामीले पनि त्यही हिसाबले लिनुपर्छ। र तपाईँहरू पनि आफूले यसो अलिकति रिसर्च गर्नु होला र किप होल्डिङ होइन। अब अलिकति के भइरहेको छ मेन चाहिँ राइट इन्फर्मेसनको पछि चाहिँ लाग्नु होला। थ्याङ्क यू।